ओ सुँगुर सुँगुर होइन सुँगुर नि पो रहेछ यो चाहिँ एयर कन्डिसन हो के हो सानो माछाहरू रहेछ सानो अलिक ठुलो बाढी आएछ चाहिँ मजाले पर्छ होला अलिक ठुलो बाढी आयो भने चाहिँ मजाले पर्छ होला नि चिसाङ खोलामा दामी पानी बढाएको छ रातिको पानीले चिसाङ खोलामा हल्का हल्का पानी बढेको रहेछ दामी ओहो डरलाग्दो साउन्ड छ हौ यति थोरै पानीमा पनि कस्तो डरलाग्दो साउन्ड छ हाम्रो काली मन्दिर के छ बा ठिक छ नि बा दिदी एउटा अम्बक खा ल राम्रो रहेछ पानी परिरहेको छ सिम 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 मार्छ होला जसुकै होस् फल भन्ने चाहिँ काँचै रहेछ यसो दाउरा दामी बनाएर राखेको रहेछ हरियाली भर्खर बाढीको सिजन सुरु हुँदैछ अब यहाँबाट चाहिँ तरेर घर जानु सकिँदैन ला त्यहाँको छोपडी पनि भत्केछ यहाँबाट चाहिँ तरेर जानु सकिँदैन त्यही भएर अब यस्तो तल हुग्लाबारी हुँदै दलेली हुँदै घर पुग्ने शाखा नहरको बाटो हरियाली चाहिँ अब दामी छ पानी परेको मौसममा यस्तो झन् मजा फ्रेस फिल लाग्छ थोक्लारी आइसके
चाहिँ ड्याम रहेछ शाखा नहरको। वाउ बिहान बिहानै गाई गोरु सबै निकाल्दै हिँड्छ। मेरो घर केरन बा हजुर कतिवटा गाई पाल्नु भएको छ बा? ए लिन त जानुभएको? ए सरी अब झुलुङ्गे फुल हुँदै घर पुग्छु बा। डेरी चाहिँ कता छ बा? यता चोकमा यता? ए ल भाइ ल। बाटो चाहिँ डेन्जर छ। भाइ यो बाटो झुलुङ्गे पुल पुग्छु म यसरी गयो भने? ए ल धन्यवाद र। बाटो चाहिँ पुरै यस्तो छ। बाटो चाहिँ पुरै हिलो छ। गाउँको बाटो भित्री आकाश कालो कालो दामी। हुक्लाबारी वार्ड नम्बर 1 को सन्थाल बस्ती। ओ सुँगुर सुँगुर होइन सुँगुर नि पो रहेछ चाहिँ सन्थाल बस्ती। प्रायः सबैजना सन्थाल बस्ती हुन्छ। अब यो बाटो गयो भने चाहिँ कहाँ पुग्छु? यो बाटो गयो भने चाहिँ कहाँ पुग्छ? अब खोला चाहिँ पुगिन्छ? ए यताबाट गयो भने चाहिँ पुग्छ होइन त झुलुङ्गे पुल? ए ल आमा बाटो चाहिँ पुरै हिलो रहेछ। घरहरूतिर पानी बाटो देखाएको छैन। अब सोध्दै सोध्दै पुग्ने हो। डाइट चाहिँ दामी खोलेर रहेछ। हुक्लाबारीको बगर तारी 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 निकाल्नु छोडे जस्तो छ हजुर सायद। तारीको बोट
तारी त कता यतै कतै पाउँछ तारी अलि अगाडि पाउँछ होला सोधौँ है त अङ्कललाई अङ्कल तारी पाउनु छोडो अचेल यता तारी पाउँछ अङ्कल तारी बनाउनुहुन्न यो घर रहेछ तारी बनाउने मान्छे ए तारी निकालेको रहेछ नि त्यो खाप 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 रहेछ अङ्कल अङ्कल ओ अङ्कल उहाँ झुन्डाएको रहेछ तारी तारी एउटा दुईटा तिनवटा बोटाउनु झुन्डाएको रहेछ तिनवटा घरभित्रै गएर सोधौँ एकचोटि आएको बेला अङ्कल ओ अङ्कल तारी छ कि छैन हौ छैन एउटा कहिले पार्नुहुन्छ त कहिले हुन्छ कहिले हुन्छ त भन्नु त भिडियो गर्दैछ कहिले हुन्छ भन्नु आउँछौँ हामी लिनु भन्नु न भन्नु न कहिले हुन्छ भन्नु त कति बेला हुन्छ भन्नु बढी बुढा बिहान त्यो मात्रै होइन कि अब यस्तो झरीमा कहाँबाट हुन्छ त कति बेला हुन्छ भन्नु न कुन महिना हुन्छ बढी बढी भनेको पुसमा हुन्छ पुसमा जाडोको महिनामा बिहानै आउनु बिहानै आउनु ल ताजा पाइन्छ नि त ताजै पाइन्छ ल यहाँ झुन्डाउनु भएको रहेछ नि त पुस महिना होइन त पुस महिनामा ल ल है त गयो ल अङ्कल अहिले ल अङ्कलले भन्नुभएको पुस महिनामा चाहिँ पाउँछ अरे यस्तो झरीमा चाहिँ तारी हुँदैन अरे त झरीमा तारी नहुने रहेछ ओहो यता त बाटो त दामी रहेछ त डायल सर्ट छ बाटो चाहिँ दामी रहेछ यता अलि तलतिर आएपछि चाहिँ बनिएको रहेछ बाटो दामी ल खोलाको बगर त चाहिँ बाटो खोलाको बगरमा सब तटबन्ध रहेछ दामी छ टोक्छस् क्या हौ नटोक्न यार तेरो गाउँ डुल्न पो आएको छु त जक साथीलाई बोला नभुक्न हौ तेरो गाउँ डुल्दै आएको छु रनिङ गर्दै झुलुङ्गे फुल आइपुगे झुलुङ्गे फुल आइपुगे पछ्याउँदैछ अझै ल यो हाम्रो ओक्लाबारी वार्ड नम्बर 1 र वार्ड नम्बर 2 मैनाबारी जोडिने झुलुङ्गे फुल बाढीको सिजन भर्खर हल्का धेरै त छैन अलिअलि बाढी छ रातिको पानी परेकोले अलि हल्का पानी बढेको रहेछ पुरै बाढी आयो भने त डेन्जर यहाँबाट मुनि हेर्दा त डेन्जर देखिँदो रहेछ त अनि कतिवटा चरा मार्छ भन् त भन् न कहाँ बिहान बिहान गुलेली लिएर बसेको छ मारेको सक्छ नि चरा छैन एउटा पनि मारेको छैनस् के नाम हो तेरो
हो चरा मार्नु हुँदैन थाहा छ कि छैन प तँलाई म सरलाई भनिदिन्छु तेरो कुन स्कुल पढ्छ भन् त यो पनि जान्छ गेट हान्नु कहाँ पढ्छ भने दलेले प तँलाई म भन्छु श्याम सरलाई भनिदिन्छु प तँलाई चिन्दैनस् श्याम सरलाई चिन्दैनस् चिन्छस् भाइ श्याम सरलाई चिन्दैनस् प श्याम सरलाई भनिदिन्छु ल बा दर्शन कहाँ पुगेर आउनुभयो मर्निङ वक ए ल ठिक छ राकेश साथीलाई भेट्यो अरे फेरि आफ्नै घरको बाटो साखनाहरूको बाटो गाई माता ये जुत्ता हालत बाटो चाहिँ डेन्जर छ बाटो चाहिँ डेन्जर अब चाहिँ घर पुग्न आँटे लगभग 1 किलोमिटर होला यता गना सुँगुर हाम्रो प्रधानमन्त्री जाँदै हुन्छ होला यो प्लेनमा बाटो त यस्तै हो खुट्टा दामी तातिरहेको दामी हरियाली छ है त हराभर जताततै यता पनि हरियाली त्यता पुरै हरियाली दामी हाँस्छ पानी खेलेको हाँस सर्लक दामी दसैँ तिहारमा यिनीहरूको व्यवस्था हान्नुपर्छ ओ भैँसी चढिँदैन होला
कहाँ निस् रे बाबा चोक हिँडेको स्कुल जाँदैनस् कहाँ पढ्छस् केरन स्कुल म चाहिँ अब घर फर्किँदैछु लगभग 5 मिनटपछि अब म घर पुग्छु घर फर्किसकेँ म चाहिँ सर्टकट बाटो गोडाइ चल्दैछ झार त बहुत छ त ठुल्याडी अनि पाइने त अनि दबाएर युरिया हालेपछि त नि मल नै बगाइ त नि ए अनि खोइ बिचबिचमा त खाली छ त नि खोप्ली त ए उखाइकै रोप्ने ए पानी थुन्नु न ठुलो पानी अलि मजाले बान्नु न ल ल म चाहिँ घर आइपुगेँ हालत पतला खराब छ सब तलै माथि छ हिलै हिलो त्यो भाइ हो हालत खराब छ बाबु के खाएको यार यो चाहिँ एयर कन्डिसन हो जुत्ताभित्र कसले हेर्छ त के गर्नु गाउँमा सदुपयोग गर्नु पर्यो नि सामानको नखरा देखाउँछ